हेलो नमस्कार सम्पूर्णमा यति बेला हामी सँग हुनुहुन्छ हाम्रो गाउँको छिमेकी ठुलो बुवा उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। कुशी गाउँपालिका वार्ड नम्बर 5 वडा कार्यालयदेखि हामी घर जाने क्रममा किसान सूचीकृत फर्म भर्दै गर्दा हामी बाटोमा हिँडिरहेका छौँ र उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। नमस्कार ठुलो बुवा। नमस्कार। आराम हुनुहुन्छ? आरामै छु म। ए कहाँदेखि आउनुभयो त अहिले? अहिले वडा कार्यालयबाट। वडा कार्यालय विशेष के कामले जानुभएको थियो वडा कार्यालयमा? ए कृषि के फार्म भर्दै। कृषि फर्म भरेर आइसक्नुभयो? अनि कृषि फर्म भरेर आइसक्नुभयो त्यसो भए? ए कृषि फर्म भर्दाखेरि के कागजातहरू लाग्दो रहेछ? लाग्ने रहेछ लाल पूर्जाको एउटा कुरा प्रतिनिधि। हजुर। अनि त्यसपछि लिएर नागरिकताको फोटोकपी। हजुर हजुर। अनि त्यति नै देख्यौँ हामीले। अब त्यहाँदेखि तपाईँले आफै थाहा पाएर जानुभएको हो कि कसैले भनेको तपाईँलाई यो फर्म भर्नुपर्छ भनेर? कसै वडा अध्यक्षहरूले कसैले भन्नुभएको थियो? वडा भने त थिएन। अब हामीले अब त्यस्तै यो गाउँको समाजले यो अलिअलि हल्का फुल्का थाहा भएर गयो। अब ए थाहा पायो, अरूको कुरा सुनेर जानुभयो? यो फर्म भरेर आइसक्नुभयो? आइसक्यो। अहिले हिँड्दै हुनुहुन्छ? त्यसो भए हिँड्दैछु। दुःख छ है बाटोमा? दुःख त भइगयो नि। भनेपछि गाडी चल्दैन? गाडी चल्दै त यहाँ लैपिरै छ। गाडी भएको अलिक सजिलो हुन्थ्यो तपाईँलाई हिँड्न। अनि गाडीमा सर र घरै नजिकै जानुहुन्थ्यो। के छ गाडी नचल्दाखेरि कतिको दुःख लाग्छ? दुःख भइगयो नि। पग खन्ने गरी हिँड्नुपर्छ। हजुर। अनि बाटामा पहिलो भन्दा अहिले कस्तो सहज छ कि एकदम अप्ठ्यारो छ पहिलेको भन्दा? के पहिलेको भन्दा त धेरै सहज भइगयो नि। पहिले हिँड्दै गर्दाखेरि तपाईँ यही बाटो हिँड्नुहुन्थ्यो कि अलि सर्टकट बाटोहरू थियो? अलि सर्टकट बाटो हिँड्थ्यो, जङ्गलमा हिँड्थ्यो। हजुर। अनि जङ्गलबाट हिँड्दाखेरि त यही बर्खाको टाइममा हिँड्दाखेरि त जुगाहरू धेरै लाग्थ्यो होला? अहिले जुगा लाग्थ्यो। हजुर। जुनारको जानु पर्थ्यो पाल्थुन। तपाईँको जमानामा चाहिँ कस्तो थियो? अहिलेको जमानामा ठिक कि तपाईँको पहिलेको जमाना ठिक? अहिलेको जमानामा ठिक। अहिलेको ठिक छ? ठिक छ। के फरक पाउनुभयो पहिलेको अहिलेमा? अहिलेको पहिलामा फरक के हो भनेपछि सेवा सुविधा निश्चित भयो। हजुर। अनि त्यसपछि लिएर धेरै सुविधा भयो। तपाईँ पहिले आफ्नो पालामा चाहिँ कहाँसम्म चाहिँ जानुभयो? जस्तो कि चामलहरू ल्याउने त धेरै तलसम्म जानुभयो, नुनहरू ल्याउनको लागि। अनि यहाँसम्म पहिले त यहाँ गाडी आउँदैन थियो, अहिले गाडी घर नजिकै पुग्छ। पहिले कहाँसम्म जान्छ? जाजरकोट लगायत तलतिर काहीँ? तल झ्यामा अनि तारकुला, त्यसपछि लिएर सल्ली। हजुर। अनि सल्लीबाट नुन बोकेर चामल बोकेर चाहिँ यहीँ पुग्नुहुन्थ्यो? हजुर हजुर। के लिनुहुन्थ्यो चामल नुन ल्याउनको लागि यहाँदेखि? माटिया फापर भट्ट अनि त्यस्तै घिउ। हजुर। अनि त्यही हो। नुन ल्याउनको लागि घिउ लग्नुहुन्थ्यो, माटे फापर लग्नुहुन्थ्यो, त्यस पछाडि घिउहरू थुप्रै लग्नुहुन्थ्यो। अहिले त त्यति उत्पादनै हुँदैन। अहिले त सबै चिज घरैतिर आइसक्यो। अहिले त धेरै सजिलो छ, हो कि? धेरै सजिलो छ। ठिक छ।